आजको ब्लग चाहिँ के भन्दा चाहिँ हाम्रो फ्यामिली आउटिङ छ। आज बसन्तपुरतिर जाँदैछौँ। यो झन् सुरुमै हाल्छु। सिग्मा बोय डान्सर इन द टाउन डान्स हिरो हो न टु ल नाइटमा चाहिँ हाम्रो मुभीको प्लान पनि भएको छ। तर नाइटमा चाहिँ हामी मुभी फोन जान्छौँ। अब रोएर दुईजना अनि फुपू तिनजना। हाम्रो तिहार सक्यो नै अझै त्यही हो। अब ब्लग छ अब यस्तै छ पारा अल्छी गयो धेरै तर यो वाट्सएप एभ्रीबडी नमस्ते अनि झोलले छ सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू एपिसोड नयाँ ब्लगमा। अनि लङ टाइम नो सी है। त्यस्तै भयो ब्लगहरू कन्टिन्यू दिन सकेन किनभने म धेरै अल्छी भएँ। इनफ्याक्ट एडिट गर्न नि एकदम झ्याउ लागिरहेको थियो लाग्छ मलाई चाहिँ। अनि त्यही भएर नि ब्लगहरू कन्टिन्यू गर्न पाएन। सो त्यही भएर चाहिँ धेरै पछि आज फेरि नयाँ ब्लग लिएर आएको छु। र आजको ब्लग चाहिँ के भन्दा चाहिँ हाम्रो फ्यामिली आउटिङ छ भन्दा नि यहाँ फुपूको घरमा चाहिँ अस्ति पूजा थियो अनि यहाँ दिदीहरू अरूको आउनुभएको छ। अनि सो त्यही भएर आज चाहिँ हामी हिजो अस्ति चाहिँ बिजी भयौँ पूजा यताउति गर्दा अनि आज चाहिँ फ्री भयौँ। अनि अरू पाहुनाहरू नि गइसक्नुभयो धेरै नै। सो त्यही भएर हामी चाहिँ आज फ्यामिली आउटिङ भनेर चाहिँ आज बसन्तपुरतिर जाँदैछौँ। केबल कार चढेर बसन्तपुर जाँदैछौँ। सो मेरो फर्स्ट टाइम हो बसन्तपुर चाहिँ। आज नुवाकोटको केबल वे चाहिँ 2 चोटि चढिसकेँ अनि बसन्तपुरको चाहिँ आज फर्स्ट टाइम हो। सो हेरौँ के हुन्छ र को आउनु भएको म अहिले देखाउँछु है त। One eternity later. सो गाइज हामी चाहिँ यहाँ आइसकेको छौँ। हामी चाहिँ गोलपार्कसम्म चाहिँ अटोमा आथ्यौँ भने बाटोमा चाहिँ म देखाउनु पाएन। गोलपार्कसम्म चाहिँ अटोमा आथ्यौँ अनि त्यहाँदेखि चाहिँ यहाँ अटोले तान्दैन भने अनि यहाँ माथिसम्म चाहिँ गेटसम्म चाहिँ हामी हिँड्दै आएको छौँ। आइ पनि सक्यो लुम्बिनी केबल कार। त्यहाँ चाहिँ पुसाएर बाबु छन् म यहाँ छु अनि फुपूहरू चाहिँ तलतिर आउँदैन हुन्छ त्यहाँ फुपू र दिदी अनि एकजना दाइ र दिदी चाहिँ अघि नै स्कुटरमा आइसक्नु भयो। सो हामी नै आइसक्यौँ। अब हेरौँ के कस्तो हुन्छ। लाइनहरू बस्नु पर्ने होला टिकटहरू काटेर। सो म अब अहिले देखाउँछु। सो गाइज हामी चाहिँ यहाँ आइसकेको छौँ। आएर पनि यहाँ एकदम स्याड कुरा हुँदै भएको छ किनभने अहिले चाहिँ लन्च टाइम रहेछ त्यही भएर यहाँ बन्द छ टिकट लिनको लागि। अब 1 बजेपछि बल्ल खुल्छ अरे। सो हियर इज स्याम दिदी हेलो एके समीक्षा थापा मगर। दिदीहरू चाहिँ अघि आउनु भएको थियो। अब 1 बजेपछि अब खुल्छ अनि त्यसपछि हामी आइसक्रिम खाँदैछौँ। अब अहिले भेटौँला। हेलो हेलो गरिदेऊ हेलो गर हेलो। के खाएको तिमी के खाएको कसले दिएको यो मेरो नाम के हो यता भनिदेऊ न त्यहाँ लजाइदिने त हेलो गरिदेऊ ल। सो फाइनल्ली गाइज हामी चाहिँ यहाँ यो लिगेर चाहिँ हामी लागिसकेको छौँ। हामीलाई फाइनल्ली भित्र छिर्न दिइसकेको छ। हम समी दिदी अगाडि अरू सबै पछाडि बाबु हेलो हेलो। कहाँ जाने अरे हामी कहाँ जाने केबल कार चढ्ने न। चम आज चाहिँ पुरै खाली छ। हामीले मात्र रिजर्भ गरेको आजको चाहिँ नत्र यहाँ पुरै घुम्न पर्थ्यो होला। पुरै खाली र यहाँदेखि चाहिँ अब सुरु हुन्छ हाम्रो जर्नी। सो त्यही हो। अब अहिले भेटौँला है त। हामी हिँडिसकेको छौँ यहाँदेखि। बाबु रमाइलो भएको छ सिग्मा बोय त्यो फेस बनाइदेऊ न सिग्मा वाला यस्तो गर न बाबु यस्तो हेर न गर न यस्तो Sigma boy. Каждая девчонка хочет танцевать с тобой. चाहिँ सिद्ध बाबाको भ्यू देख्न सक्नुहुन्छ। सिद्ध बाबा तिनौ खोला त्यहाँ चाहिँ पुरा जाम लागिरहेको छ बसहरूको। As you can see
कस्तो सफा के तर खोला त है अहिले त त्यो चाहिँ हाम्रो घर जाने बाटो सेङ्जा ओ यस खै कुन के अरे हो हाम्रो घर जाने बाटो द्याट्स वे ओ माय गॉड त्यही हो फाइनल्ली हामी चाहिँ आइसकेको छौँ र आएर नि हामी अब अगाडि जाँदैछौँ यहाँ चाहिँ बल्ल यहाँको बल्ल हल्का चिसो चिसो शीतल भएको छ अब हेरौँ अगाडि गएर के हुन्छ माथि मन्दिरतिर पुगेर देखाउँछ त फाइनल्ली गाइज हामी चाहिँ महाकामाख्या शरणम कामाख्या देवी मन्दिर आइसकेको छौँ र यहाँ आउन चाहिँ तल केवल कार्ड भएको ठाउँदेखि चाहिँ 5 मिनटमा मजाले आइन्छ 170 कि 180 वटा थियो सिडीहरू अनि आइयो अब यहाँ चाहिँ एकदम के भुटलमा त यस्तो गर्मी छ अहिले पनि दिउँसोमा त यहाँ चाहिँ पुरै शीतल छ हावाहरू चिसो चलिरह अनि रमाइलो मन पऱ्यो जस आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ त्यहाँ दिदीहरू चाहिँ आइसकेँ भयो अहिले भेटौँ न चाहिँ छ दुर्गा मन्दिर गर्नुपर्छ है चाहिँ खाली छ पुरै सेभ वाटर चाहिँ कामाख्या मन्दिर यस्तै छ अब अहिले देखाउँला खै मार्क्स देखाइदियो तिम्रो ओए हिरो हो न 2 ल यस आज फोटो सेसन चल्दैछ एकदम दिदीको पनि फोटो सेसन गरेर बसिया छु म यहाँ चाहिँ तिहार भइएन अझै अनि ऊ त्यहाँ चाहिँ के रहेछ है त्यस्तो के रमाइलो चल्दै मार्क्सको चर्चा हुँदैन मार्क्स त सक्दैन फ्रिजर चाहिँ कहिल्यै सकिन्न है म्यामको चाहिँ सकिन्न है फोटो खिचेर कहिले नि म्यामलाई यो झन् सुरुमै हाल्छु यस्तै छ है सम्झिदिए मन्दिरमा चाहिँ यस्तो गीत पनि सुन्न पाइन्छ है मन्दिरको वरपर चाहिँ फोटो सुट हुँदैछ है म फोटो खिचेर म अब फोटो खिचेर भेटौँला है त फोटो खिचेर भेट्छु डान्सर इन द टाउन डान्सर इन द बी टाउन यहाँ तल चाहिँ यहाँ किड जोन पनि रहेछ यहाँ बच्चाहरू यताउति खेल्ने त्यहाँ पखेटा पनि रहेछ एउटा ऊ अनि त्यही हो अब हामी नि तल जान्छौँ अब डाइरेक्ट तलै गएर भेट्छु सो गाइज हामी चाहिँ यहाँ तल आइसकेको छौँ यहाँ चाहिँ पुरै किड जोन देखाइसकेँ भ्यू पनि दामी छ यहाँबाट चाहिँ अनि हाम्रो बाबु चाहिँ त्यहाँ ट्राम्पोलिन खेल्दै छन् कपिराइट हान्छ होला है गीतले त अहिले भेटौँला जय सानो बच्चा सबैभन्दा सानो बच्चा त्यहाँ चाहिँ सबभन्दा सानो बच्चाहरू चाहिँ अट्दैन यता आउनु कि यता अट्नुहुन्छ ऊ यहाँ अट्नुहुन्छ फेरि गीत बजाइदिए यस
न उठा जानु उठा हो त्यहाँ चाहिँ सानो बच्चा हो सो गाइस हामी चाहिँ अहिले मन्दिरबाट पनि फर्किसकेको छौँ सिँढी यहाँ कहीँ माथि मन्दिर छ भने अब यहाँ तलबाट ऊ त्यहाँ तल हामी के ओल्कारको चाहिँ सबैजना चाहिँ वासरुम जानुभएको छ यहाँ चाहिँ वासरुम सो त्यही हो अब हामी फर्किन्छौँ अब तल अब जान्छौँ घर जानु छ अनि नाइटमा चाहिँ हाम्रो मुभीको प्लान पनि भएको छ त्यो नाइटमा चाहिँ हामी मुभी पाउनु जान्छौँ अब त्यो पनि तपाईँहरूले देख्नु हुनेछ सो त्यही हो अब तल गएर भेटौँला गाइज हामी चाहिँ तल पनि आइसकेको छौँ र अहिले चाहिँ त्यहाँभित्र फोटोहरू लेख्दै हुनुहुन्छ सबै यहाँ चाहिँ डान्सर र छोटा सिग्मा बोय त्यही हो अब हामी यहाँ फोटोसोटो लेख्छौँ अनि त्यसपछि अब हामी चाहिँ जान्छौँ घरतिर भन्दा नि यसो भाटबटेनीतिर नि यसो काम छ अरे अब त्यतै भुलेर जाम्ला फोटो चाहिँ यही हो अब यस्तो यो फोटो अब हामी चाहिँ लाग्दियौँ अब तलतिर गएर भेटौँला है गाह्रो सो गाइज वी आर एट भाटबटेनी हामी चाहिँ भाटबटेनी आयौँ यहाँ हल्का फुल्का कामहरू छ अरे अब त्यही सकेर अनि घर जान्छौँ सो त्यही हो सिज भाटबटेनी बुटवल पहिला अस्ति नै पुरै सिसा फोडेको थियो अलसम्म नरहेछ अल चाहिँ पुरै उ भइसकेको छ है सो गाइज अरू चाहिँ सबैजना भाटबटेनी हुनुहुन्छ म चाहिँ नास्ता लिन आएको भाटबटेनी उ त्यही हो भने चाहिँ नास्ता लिन आएको त्यो मैले बर्गर चाहिँ लिएर आइसकेँ तलबाट त्यहाँको चाहिँ एकदम दामी लाग्छ क्या मलाई बर्गर सस्तो मिठो हो अनि यहाँ चाहिँ पिज्जाहरू मोमोहरू किन्न आएको छु घरै गएर खाने नास्ता भनेर सो त्यही हो अब अहिले भेटौँला है त नास्ता दिएपछि यहाँ चाहिँ सपिङ चल्दैछ कुर्ताको यस्तो छ ल यस्तो छ धेरै अग्लो हुनुहुन्छ हामी चाहिँ फाइनल्ली घर जाँदैछौँ पोको पुन्द्रो बोकेर यहाँ के बाबु त्यहाँ ब्लग घर जान्छ फाइनल्ली गाइज हामी चाहिँ घर आइसकेको छौँ र अब चाहिँ नास्ता यहाँ छ बर्गर पिज्जा यहाँ चाहिँ अब नास्ता चल्दैछ अब दिनभरिको थकानपछि खै निकाल्नु के छ खै त मोमोहरू त्यही भयो अब हामी चाहिँ खान्छौँ अनि खाएर भ्याएपछि अहिले भेटौँला सो गाइज म चाहिँ नास्ता खाएर हामी चाहिँ बसिरहेको छु कपडा पनि चेन्ज गरेको छैन किनभने अहिले फेरि हामी कहाँ जाने मुभी हेर्न हो न मुभी हेर्न जाने अहिले अनि कस्तो भयो आज मजा भयो हो केवल गर्न मजा आयो हो अनि खाँदाखेरि कस्तो हो मिठो थियो हो रमाइलो गर्यो हो अहिले पनि रमाइलो गर्ने हस् है ल सबैलाई थ्याङ्क यू भन्दै न थ्याङ्क यू बाई बाई सो त्यही गाइज अनि आजको दिन चाहिँ एकदम रमाइलो नै भयो अनि अरू त के भन्नु र अनि भ्लग चाहिँ कन्टिन्यू आएन किनभने त्यस्तै भयो मसँग सिक्लेसको भ्लग पनि छ ठिकै सिक्लेस पोखराको त्यो नि यतिको रहर छ एडिट गरेर राखेको छु हाल्न त्यस्तै भयो सुन हाल्छु त्यो पनि सो त्यही अब अहिले डाइरेक्ट अहिले निस्किएपछि भेटौँला मुभी जाने बेलामा सो गाइज हाम्रो चाहिँ तिहार सक्यो होइन अझै पनि तिहारको यो उता लौकेछ त ह्याप्पी तिहार अरे हात हाम्रो चाहिँ तिहार सक्यो होइन स्टिल यस्तो पारा चाहिँ
हाम्रो तिहार सक्यो नै अझै यस्तो छ सक्यो हाम्रो तिहार हामी चाहिँ फाइनली अब मुभीको लागि हिँड्न भएको भान्जे हामी कहाँ जाने अरे अब मुभी हेर्न भन न जाम जाम जल्दी जल्दी भाउनु भएन रेडी भएर गाह्रो अब जान्छौँ अटो आउँदैछ अनि अब सिधै माथि हलमा गएर भेटौँला सो गाइज हामी चाहिँ फाइनली आइसकेको छौँ क्यु बक्स क्यु सिनेमा क्युएनएसमा त्यही हो हामी चाहिँ अनि आज क्युएफएक्समा चाहिँ पाएन टिकट भिड भएर अनि त्यही भएर हामी चाहिँ क्यु बक्स आएको छौँ यु क्यान सी त्यही हो हामीले मुभी हेर्ने चाहिँ परान हो अब के छ कस्तो छ भनेर त अहिले रिभ्यू दिन्छौँ हामी हो न अहिले रिभ्यू दिने हो न त्यही हो अब माथि गएर के हुन्छ अनि देखाउँला यहाँ चाहिँ हाम्रो ग्याङ टोली लिफ्ट पनि आइसकेको छ अब हामी जान्छौँ माथि गएर भेटौँला भिडभाड यस्तो छ है भिडभाड गाह्रो भिड छ खाऊ ल खाऊ ल सो गाइज अहिले चाहिँ इन्टरभल भएको छ अनि इन्टरभलमा हामी चाहिँ बाहिर निस्केछौँ अनि मुभी चाहिँ एकदम दामी छ एकदम इमोसनल छ उहाँ रुवाबास भइरहेको रोएर दुईजना अनि फुपू तिनजना चाहिँ एकदम रुनु भएको थियो रोएर अहिले चाहिँ फोटो हेर्दै हुनुहुन्छ मुभी चाहिँ एकदम दामी वर्थ इट छ एकदम इमोसनल छ अहिले चाहिँ बल्ल अब इन्टरभल भएको छ अब आधा अझै बाँकी छ सो हेरौँ के कस्तो हुन्छ राम्रै हुन्छ होला अब अहिले अब डाइरेक्ट मुभी सकेपछि भेटौँ सक्यो मुभी यस्तो छ है मुभी चाहिँ फाइनली गाइज हामी चाहिँ मुभी हेरेर पनि घर आएर नि अब सुत्न लागेको छौँ र मुभी चाहिँ एकदम भनेअनुसार मैले अघि भनिसकेँ एकदम दामी त्यो वर्थ इट थियो लाइक फादर र सनको हल्का बोन्डको बारेमा रिलेसनको बारेमा त्यस्तै टाइपको थियो मुभी अब धेरै स्पोइलर त नदिउँ सो त्यही हो हेर्नु होला एकदम राम्रो छ वर्थ इट छ अनि अरू त के भन्ने अब आजको लागि यति नै हुन्छ होला आजको लागि यति नै होप भिडियो राम्रो लाग्यो होला अब दिउँसो अब उता बसन्तपुरतिर गयौँ राति चाहिँ यता मुभी त्यस्तै भयो दिन आजको आउटिङ फ्यामिली आउटिङ होप मन पऱ्यो होला यदि मन परेमा भिडियोलाई लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला र सब्सक्राइब गरेर साइडको बटनलाई नि गरिदिनु होला त्यही हो अब भ्लग छ अब यस्तै छ पारा अल्छी भइयो धेरै तर कन्टिन्यू गरी ट्राई गर्छु भ्लग चाहिँ सो त्यही हो आजलाई यति नै त्यति भन्दै बिदा हुन्छु बाई बाई पिस आउट